चकलेट डेको दिन थियो। कक्षामा सबैले कसैलाई न कसैलाई चकलेट दिइरहेका थिए। रमेशले पनि मनमनै सोच्यो, आज त म पनि उसलाई चकलेट दिन्छु। उनी पसल पुग्यो। रमेश, दाई, डायरी मिल्क कति? पसलवाला, 150 रुपैयाँ। रमेशले खल्ती छाम्यो, निक्लियो 20 रुपैयाँ र 2वटा सिक्का। अनि उसले सानो टफी किन्यो। टफीलाई कागजले बेरेर माथि लेख्यो, फ्यामिली प्याक कमिङ सुन। गर्ल्सलाई दिएर भन्यो, आज ट्रेलर हो, फिल्म त तलब आएपछि। केटी हाँस्दै भनी, ठिकै छ, मलाई त ट्रेलर नै मिठो लाग्यो। त्यो दिन रमेशले बुझ्यो, माया चकलेटको साइजले होइन, नियतले मापन हुँदो रहेछ। तर भोलिपल्ट उसले पैसा बचत गर्न सुरु गर्यो।